नमस्ते गाइज, वेलकम टु इन्भेस्टर्स जङ्सन्स। आजको तपाईँलाई एउटा इजी वे सिकाउन गइरहेको छु हैन। इजी वे चाहिँ म तपाईँलाई के सिकाउन गइरहेको छु भन्दाखेरि एउटा सानो एउटा इजी टुल जसले चाहिँ सेयरको ट्रेन्ड, स्टक ट्रेन्ड देखाउँछ हैन। अनि यो स्टक ट्रेन्डमा चाहिँ तपाईँले कुन बेला चाहिँ किन्ने, कुन बेला बेच्ने र कुन बेला चाहिँ मार्केट साइडवेज रहन्छ भन्ने कुरा चाहिँ तपाईँले इजिली एनालाइसिस गर्न सक्नुहुन्छ हैन। अब यसमा चाहिँ एउटा इजी टुल भनेको तपाईँले लिनुपर्ने हुन्छ मुभिङ एभरेज 30 मुभिङ एभरेजलाई चाहिँ एनालाइसिस गरेर चाहिँ हामीले इजिली ट्रेन्डहरू पत्ता लगाउन सकिन्छ। तपाईँले यो 13 डेज मुभिङ एभरेज चाहिँ तपाईँले जुनसुकै स्टकमा पनि लगाएर हेर्न सक्नुहुन्छ हैन। यो स्पेसली लङ टर्म इन्भेस्टरहरूको लागि चाहिँ धेरै बेनिफिसियल हुन्छ। सर्ट टर्महरूको लागि यो त्यति बेनिफिसियल अलि हुँदैन, तर जो चाहिँ लङ टर्म इन्भेस्टर हुनुहुन्छ उहाँहरूले चाहिँ यो इजिली ट्राई गर्न सक्नुहुन्छ। अब यसमा चाहिँ के छ, तपाईँले पहिला सुरु 30 डेज मुभिङ एभरेज लगाउनुहुन्छ हैन। अब लगाउनुको लागि चाहिँ तपाईँले चाहिँ अब लेन्थमा 30 हैन। अब स्मुथ, अब यसमा त सिम्पल मुभिङ एभरेज लिनुस्, स्मुथ लाइन 9 लिनुस् हैन। त्यसपछि अब स्टाइलहरू तपाईँले कलर जस्तो पनि राख्न सक्नुभयो। भिजिबिलिटी तपाईँले विकली लिनुपर्ने हुन्छ। अब यो सेकेन्डमा पनि छ, त्यो यो हटाएर पनि हेर्न सक्नुहुन्छ तपाईँले हैन। अब भिजिबिलिटी चाहिँ विकली लिनुस् हैन। यो लङ टर्मको लागि छ, विकलीमा एकदम पर्फेक्टली काम गर्छ। त्यसपछि चाहिँ तपाईँले ल हेर्नुस्, म चाहिँ तपाईँलाई नेप्सेमा लगाएर देखाएको छु हैन, होल मार्केटमा यसले कसरी इजिली काम गरिरहेको छ 30 डेज मुभिङ एभरेजले भन्ने कुरा म तपाईँलाई देखाउँदै छु। यो हेर्नुस् 2000, अनि तपाईँले कति बेला चाहिँ बाई गर्ने, कति बेला चाहिँ सेल गर्ने। अब यसमा चाहिँ तपाईँले त्यो के भन्छ सेन्टिमेन्ट पनि इजिली एनालाइज गर्न सक्नुहुन्छ। यो मुभिङ एभरेजमा अलिकति थिकनेस चाहिँ बढाएर हेर्नुपर्ने हुन्छ हैन। जस्तै यहाँ हेर्नुस् 2020मा जब मार्केट चाहिँ बुलिश ट्रेन्डमा थियो हैन, यहाँसम्म चाहिँ बेरिसमा हैन, बेरिस ट्रेन्डमा जब चाहिँ मार्केटमा बुलिश ट्रेन्ड सुरु भयो अनि त्यसपछि यो सेन्टिमेन्ट हेर्नुपर्ने हुन्छ। जस्तै अब यहाँबाट सेन्टिमेन्ट हेर्नु, जब चाहिँ 30 डेज मुभिङ एभरेज भन्दा माथि चाहिँ स्टक रहन थाल्छ, त्यसपछि यो सेन्टिमेन्ट बायरहरू हायर भएको भन्ने बुझिन्छ हैन। त्यसपछि हेर्नुस् 30 डे यहाँसम्म, यहाँ चाहिँ यस्तो बायरहरू हेभी भयो, त्यसपछि यो फेरि चाहिँ 30 डेज मुभिङ एभरेजमा गएर रोकिएको छ। यो भनेको पर्फेक्ट बाइङ सिचुएसन हो। यहाँ बाई गर्नुभन्दा पनि यो भनेको पर्फेक्ट बाइङ सिचुएसन। यसले चाहिँ के इन्डिकेट गर्छ भने अब मार्केट बुलिश ट्रेन्डमा जाँदैछ है भन्ने इन्डिकेट गर्छ। त्यसपछि हेर्नुस् मार्केट कसरी चाहिँ बुलिश गएको छ हैन, एकैचोटि 3195। अब त्यसपछि तपाईहरुले कति बेला बेच्ने भन्नुहुन्छ, कति बेला बेच्ने भन्ने कुरा चाहिँ कसरी पत्ता लगाउने भन्दाखेरि जस्तै यो भनेको जति बुलिश ट्रेन्डमा छ नि, बुलिश ट्रेन्ड भरि चाहिँ सानो सानो स्विङ्सहरू आइरहेको छ। सो सानो सानो स्विङ्सहरूमा चाहिँ तपाईले त्यति आत्तिनु पर्ने हुँदैन। नर्मली चाहिँ तपाईले 3टा स्विङ, तेस्रो स्विङमा बेच्दिँदाखेरि पनि हुन्छ यदि तपाईलाई आइडिया छैन भने हैन। जस्तै यहाँबाट सुरु फर्स्ट स्विङ, सेकेन्ड स्विङ, थर्ड स्विङ। यदि तपाईले थर्ड स्विङमा पनि बेच्नुहुन्छ भने तपाईले राम्रो प्रफिट कमाउनुहुन्छ हैन, यदि तपाईलाई चाहिँ त्यो एउटा डर रहिरहन्छ मनमा भने। तर यदि चाहिँ तपाईलाई डर मनमा छैन र तपाई सिधै यो ट्रेन्डको नै फलो गर्नुहुन्छ भने जब चाहिँ यो ट्रेन्ड ब्रेक गर्छ नि, यो जब चाहिँ यो स्विङ गइसकेपछि यो भनेको बुलिश ट्रेन्ड भयो हैन। यसलाई चाहिँ मार्कअप लाइन पनि भन्छ हैन। मार्कअप लाइन पछि यो भनेको चाहिँ के भन्छ, म्याच्योर लाइन भन्छ हैन। यो म्याच्योर लाइनमा चाहिँ जब मार्केट अब यो डिक्लाइन भन्दा अगाडिको जुन यो म्याच्योर स्टेज छ, त्यो म्याच्योर स्टेजमा चाहिँ तपाईले बेच्नको लागि चाहिँ के आइडिया लगाउनु पर्छ भन्दाखेरि नर्मली चाहिँ 3टा स्विङ पछि चाहिँ तपाई कन्सियस हुनुपर्छ हैन। 3टा स्विङ पछिको चाहिँ अब तपाईले हरेक टपमा चाहिँ बेच्ने ट्राई गर्नुपर्ने हुन्छ। जस्तै यो थर्ड स्विङ भयो, थर्ड स्विङ पछि यदि तपाई चाहिँ हरेक टपमा बेच्नुहुन्छ, यदि यहाँ बेच्नु भयो, ल यहाँबाट यहाँसम्म बढेको थियो, यहाँ घट्न थाल्यो, यहाँ बेच्नु भयो हैन। अनि त्यसपछि फेरि बढ्न थाल्यो, बढ्यो, यहाँबाट घट्न थाल्यो, अब यहाँबाट बेच्न थाल्नुभयो तपाईले। यो तपाईको बेस्ट स्ट्र्याटेजी हुन्छ हैन। यदि तपाईले त्यो स्ट्र्याटेजी पनि फलो गर्न सक्नुहुन्न, तपाई अब यही लाइनमै स्टिक रहनुहुन्छ भने जब लाइन क्रस गर्छ, लाइन क्रस गरेर चाहिँ तल आइसकेपछि फेरि मार्केट स्विङ हुँदाखेरि यदि चाहिँ लाइनलाई क्रस गरेको छैन
हैन। भनेपछि अब यो लाइन क्रस गरेर तल आइसकेपछि यो लाइनले चाहिँ रेसिस्टेन्सको काम गर्छ। हो यो हरेक रेसिस्टेन्सहरुमा तपाईले बेच्न सक्नुहुन्छ। जस्तै यहाँबाट क्रस गर्यो तर चाहिँ यो माथि जान सकेन हैन, फेरि चाहिँ यहाँ रोकिन थाल्यो। तपाईले एकचोटी यो 30 डेज मुभिङ एभरेजलाई क्रस गरेर तल आइसकेपछि अब तपाईले सोच्नु पर्ने हुन्छ कि डाउन ट्रेन्ड सुरु हुन सक्छ। हो त्यो डाउन ट्रेन्डमा सुरु हुन सक्छ भनेपछि तपाईले अब हरेक माथिल्लो स्विङहरुमा बेच्ने ट्राई गर्नुपर्छ। यो एउटा स्विङमा बेच्नु भयो, घटेर तल आयो, यो एउटा स्विङमा बेच्नु भयो। त्यसपछि जब यहाँबाट चाहिँ फेरि चाहिँ तल घट्न थाल्यो नि, त्यसपछि तपाईको डिक्लाइन सुरु भयो। डिक्लाइन सुरु भइसकेपछि यसरी डिक्लाइन सुरु भयो कि फेब्रुअरी 20 2022 बाट डिक्लाइन सुरु भएको हैन। नर्मल अल टाइम हाई चाहिँ हाम्रो 3184 थियो भने त्यसपछि हामीले यो लेभलहरुमा मजाले बेच्न सकिन्थ्यो 27 28 तिर हैन। त्यसपछि जब डिक्लाइन सुरु भयो फेब्रुअरी 22 देखि लिएर यहाँसम्म चाहिँ तपाईको डिक्लाइन सुरु भयो डिसेम्बर 4 2022 सम्म। त्यसपछि जब यो लाइन चाहिँ सिधा छ नि, यसलाई भन्छ कन्सोलिडेसन फेज भन्छ। कन्सोलिडेसन फेजमा चाहिँ तपाईले के हेर्नु पर्ने हुन्छ भन्दाखेरि तपाईको कहाँ गएर चाहिँ कन्सोलिडेसन भइरहेको छ, मेन सपोर्ट के छ। तपाईले हरेक सपोर्टमा फेरि बिस्तारै थोरै थोरै गरेर किन्न सक्नुहुन्छ। जब त्यो फर्स्ट कन्सोलिडेसन हेर्नुपर्छ, जस्तै तपाई यहाँबाट क्रस गर्यो ल मार्केट सेन्टिमेन्ट अलिकति हाई देखियो, तर चाहिँ फेरि चाहिँ क्रस गरेर तल आयो, तर यो भन्दा तल जान सकेको छैन भनेपछि फर्स्ट यो टेस्ट गरिसकेपछि अब तपाईले बुझ्नुपर्छ यो भनेको स्ट्रङ सपोर्ट हो हैन। अब सेकेन्ड फेरि माथि क्रस गर्यो, फेरि यहाँ आएर सपोर्ट लियो, थर्ड क्रस गर्यो, माथि सपोर्ट लियो। अब तपाईले माथि सपोर्ट लियो, जस्तै अब यो एउटै सपोर्टमा छ हैन, एउटै सपोर्टमा हुँदाखेरि यसलाई स्ट्रङ सपोर्ट मान्छ हैन। जब ट्रेन्ड हाई बन्न थाल्छ, जस्तै अब तपाईले यो स्ट्रङ सपोर्टहरुमा तपाईले किन्नु भयो, तर तपाईले यति बेला चाहिँ तपाईको आफ्नो इमोसनलाई एकदम चाहिँ कन्ट्रोल गर्न सक्नुपर्छ। लङ टर्मको लागि चाहिँ तपाई यति स्ट्रिक हुनुपर्छ कि तपाई यही नै किन्छु भनेर बस्नुपर्छ। किनकि तपाईले गेस गर्नु, तपाईको एनालाइसिसले यस्तो गेस गर्नुपर्छ कि तपाईले थाहा हुनुपर्छ मार्केट यहाँ आउँछ भनेर। जब मार्केटले हायर हाई बनाउन थाल्यो, फर्स्ट हायर हाई बनाउन थाल्यो, तब तपाईले बुझ्नुस् मार्केटमा अब बायर सेन्टिमेन्ट बढ्न थाल्यो। त्यसपछि हेर्नु सेकेन्ड हायर हाई बन्यो, सेकेन्ड हायर हाई बनेर 30 डेज मुभिङ एभरेजको माथि चाहिँ मार्केट रोकियो भनेपछि तपाईले बुझ्नुस् अब बुलिस सुरु भयो। सोच्नुस् अब यो बुलिस चाहिँ तपाईको लगभग हैन 2028 जुन 28 2020 देखि लिएर लगभग चाहिँ तपाईको 2021 अगस्त 1 वर्षको बुलिस थियो भनेपछि अब तपाई सोच्नुस् यो बुलिस कहिलेसम्म जान सक्छ। यो बुलिस अब तपाईको ठ्याक्कै जुन 23 24 बाट सुरु भएको छ भनेपछि हैन, मार्च 16 25 लगभग 1 वर्षमा तपाईको यति मात्रै बढेको छ। पहिलो बुलिसमा तपाईको लगभग चाहिँ 1200 को मार्केट 3200 पुग्यो भनेपछि 2000 ले बढेको छ। र यो मार्केट चाहिँ तपाईको कतिमा सुरु भएको थियो, मानम 2050 मा सुरु भयो, बढ्न सुरु गरेको मार्केट आज कतिमा छ, आज अल टाइम हाई 3000 बनाएको छ भनेपछि 1000 मात्रै बढ्यो। भनेपछि अब यहाँबाट बुलिस पोटेन्शियल एकदम छ। अब तपाईले यो ट्रेन्डले पनि हेर्न सक्नुहुन्छ, यहाँबाट बुलिस सुरु भइसकेको छ हैन। अनि यहाँ आएर चाहिँ बिस्तारै कन्सोलिडेसन भएको छ, अलिकति डिक्लाइनिङ चाहिँ देखिएको छ हैन। तर यो लङ टर्मको डिक्लाइनिङ त्यस्तो छिटो डिक्लाइन हुँदैन। अब तपाई हेर्न सक्नुहुन्छ यो भनेको चाहिँ हामी बल्ल यो फेजतिर छौं जस्तो चाहिँ लाग्छ मलाई हैन। जस्तै फर्स्ट तर हो अलिकति पहिला भन्दा चाहिँ बुलिस ट्रेन्ड अलिकति वीक चाहिँ देखिन्छ यो बेलामा हैन। अलिकति वीक चाहिँ किन देखिन्छ भन्दाखेरि त्यो लेभलको ग्याप बनेको छैन यहाँ हैन, त्यो लेभलको ग्याप बनेको छैन। तर यसलाई चाहिँ तपाईले यो सपोर्ट मानेर चल्नुहुन्छ भने अझै पनि बुलिस चाहिँ धेरै माथि जान सक्छ, किनकि बायर इन्टेन्सनहरु अझै माथि नै छ, हाई नै छ। त्यसैले चाहिँ तपाई अझै पनि मार्केटमा इन्ट्री गर्नुस् हैन। इन्ट्री गर्ने बेला छ, यो भनेको एकदम स्ट्रङ सपोर्ट हो। इन्ट्री गर्ने बेला चाहिँ इन्ट्री गरेर तपाई चाहिँ होल्ड गर्न सक्नु भयो भने तपाईले राम्रो कमाउनु हुनेछ यो बुलिसमा, किनकि मार्केट बुलिस ट्रेन्डमा गइसकेको छ। यो भनेको एउटा राम्रो बाइङ अपर्च्युनिटी दिएको छ एउटा सपोर्ट लाइनमा। यो हेरेर चाहिँ तपाईले इन्भेस्ट गर्न सक्नुहुन्छ। अल द बेस्ट, इन्भेस्ट मोर, गेन मोर। नेक्स्ट भिडियोमा भेटौँला। हस्त बाय, सी यू गाइज।